प्रदीप र सनिसाको साँच्चीकै इन्गेजमेन्ट। शुभ विवाहको घोषणामा देखियो यस्तो गजबको माहौल। नेपाली रजतपटका लोकप्रिय अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिसा भट्टराईले औँठी साटासाट गर्दा बिहीबार एक कार्यक्रममा उपस्थित सबैको आँखा तानियो। दुलहा दुलहीको आकर्षक पहिरनमा सजिएर उनीहरूले एक अर्कालाई माला र औँठी लगाइदिँदा धेरैलाई एकैछिन लाग्यो कतै यी दुईको साँच्चीकै इन्गेजमेन्ट त भएको होइन। तर यो कुनै वास्तविक जीवनको इन्गेजमेन्ट नभएर उनीहरूको आगामी फिल्म शुभ विवाहको औपचारिक घोषणाका लागि गरिएको रिल इन्गेजमेन्ट थियो। फिल्मको घोषणालाई बिल्कुलै फरक र रोचक शैलीमा प्रस्तुत गर्न निर्माण पक्षले यो गजबको कन्सेप्ट अपनाएको हो। वास्तविक जोडीकै झल्को दिने गरी प्रस्तुत भएका प्रदीप र सनिसाको केमिस्ट्रीले कार्यक्रमको माहौल नै रोमान्टिक र कौतूहलपूर्ण बनाएको थियो। फिल्मका मुख्य आकर्षणहरू: मुख्य कलाकार प्रदीप खड्का र सनिसा भट्टराईको नयाँ र फ्रेस जोडी। निर्देशन लभ स्टोरी फिल्म निर्माणमा माहिर मानिने निर्देशक सुदर्शन थापा। निर्माता सुप्रिया कटवाल। घोषणा कार्यक्रममा निर्माण टिम र कलाकारहरूले यो फिल्म उत्कृष्ट प्रेम कथामा आधारित हुने र दर्शकको मन जित्ने दाबी गरेका छन्। प्रदीप र सनिसाको यो नयाँ अनस्क्रिन जोडीलाई लिएर अहिलेदेखि नै दर्शकमाझ विशेष चासो र अपेक्षा बढेको छ। अब हेर्न बाँकी छ रिल इन्गेजमेन्टबाटै चर्चा बटुल्न सफल यी दुईको शुभ विवाहले बक्स अफिसमा कस्तो उत्सव मनाउनेछ।